हेलो एभ्रिवान, वेलकम टु माई डे 4 मिनी ब्लग। म चाहिँ एकदम सन्चै छु। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। सधैँ चाहिँ आज पनि मैले चिया बनाउन थाले साथीहरू। आज बिहान चाहिँ मेरो माइजू पनि आउनु भएको थियो अनि मैले चिया चाहिँ मम्मी, ड्याडी अनि माइजूलाई दिए। आगो पनि बाले अनि मैले दाल पनि बसालिदिए। त्यत्तिकैमा मैले खाना बनाइसकेर चाहिँ रुम मिलाउन थाले। मैले बेड मिलाउँदै गर्दाखेरि चाहिँ पैसा भेटे। यो चाहिँ हो मेरो इन्डियाको पैसा। यो चाहिँ मलाई मामाले दिनुभएको थियो। तन्ना चाहिँ चेन्ज गर्ने बेला भइसकेको थियो, त्यसैले चाहिँ आज मैले तन्ना चेन्ज गरेँ। मैले बेड चाहिँ मिलाइसकेँ। यता चाहिँ छ मेरो पुन्टे डाल। मेरो रुममा चाहिँ यति धेरै कमिला छ नि साथीहरू। धुएर राखेको कपडामा पनि यति धेरै कमिला हुन्छ नि। यो कमिला चाहिँ के गरी जान्छ होला? कमिला हटाउने केही आइडिया छ भने चाहिँ कमेन्टमा भन्नु होला। यो चाहिँ हो मेरो राधाकृष्णको ल्याम्प। भिडियो हेरिसकेपछि लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई साथीहरू। आजलाई यति नै, भेटौँला अर्को मिनी भ्लगमा।